साथीहरू अहिले हामी यो देउमाडी भन्ने ठाउँमा जान लागेका छौँ। देउमाडी ठुलाकोट भन्ने ठाउँमा हामी यहाँबाट बाइकहरू राखेर यो ठाउँबाट बाइकहरू राखेर हिँडेका छौँ। यहाँबाट एकदमै राम्रो दृश्य देखिँदैछ। पोखरा लगायत लेखनाथ एरियाको देख्न सक्नुहुन्छ हजुरहरूले। यस्तो ठाउँ रहेको छ यो। हामी उकालो चलिरहेका छौँ साथीहरू, देख्न सक्नुहुन्छ उकालो। यो घाममा अलि गाह्रो गाह्रो नै भयो। एका दुई घरहरू पनि रहेका छन् साथीहरू, देख्न सक्नुहुन्छ हजुरहरूले। यस्ता घरहरू पुराना टाइपका घरहरू, गाउँघरका घरहरू जस्ता रहेका छन्। फाइनली गाइज हामीहरू अहिले ठ्याक्कै ठुलाकोटको कोट्टैमा आइसकेका छौँ। यस्तो रहेको छ, देख्न सक्नुहुन्छ हजुरहरूले। माथि मन्दिर रहेको छ। साथीहरू यहाँबाट याङ्जाकोट, तारकाङ, सिक्लेस, टाङटिङ लगायतका क्षेत्रहरू देखिन्छन्। देख्न सक्नुहुन्छ हजुरहरूले। यसरी पोखरा लगायतका भ्युजहरूको पनि सबै देखिन्छ। यस्तो रहेको छ ठाउँ। यति राम्रो, यति आकर्षक ठाउँ रहेको छ, देख्न सक्नुहुन्छ। पोखराका धेरै क्षेत्रहरू यहाँबाट देखिन्छ। अझ दिउँसो घाम लागेको हुनाले केही नदेखिएको, रातिको बेलामा हुने भने यो कति राम्रो देखिन्थ्यो, कति राम्रो देखिन्थ्यो। यहाँ लमतरीको डाँडो पनि देखिन्छ साथीहरू। त्यो लमतरीको डाँडो रहेको छ। यस्तो भ्युजहरू रहेको छ। यहाँबाट बेगनास ताल लगायतका धेरै तालहरू देख्न सकिन्छ। यसरी यहाँ एउटा मूर्ति पनि रहेको छ। श्री स्वर्गीय श्री कृष्ण प्रसाद खुङ्केल भनेर लेखिएको छ। सायद उहाँको केही योगदान भएको हुनाले यहाँ यसरी मूर्ति बनाएर राखिएको हुन सक्छ।
यहाँ मन्दिर मूर्तिहरू बनिरहेका छन्। यहाँ पुरानो एउटा जाँतो बनिरहेको छ, देख्न सक्नुहुन्छ हजुरहरूले। जाँतो यसरी रहेको छ। अझ भनौँ साथीहरू, यहाँ 500 वर्ष पुरानो रूख भनेर भनेको छ साथीहरू। साथीहरू, अब हामी यहाँबाट ठुलाकोट त्यो कोटबाट हिल्सबाट भनौँ डाँडाबाट त्यहाँबाट निस्केर हामी यतापट्टि टावर हेर्न जान लागेका छौँ। साथीहरू, अहिले हामी यो टावरमा आइपुगेका छौँ। देख्न सक्नुहुन्छ हजुरहरूले, यहाँ टावर एन्ड रेस्टुरेन्ट रहेछ। ठुलाकोट भ्यू टावर एन्ड रेस्टुरेन्ट रहेछ यो। साथीहरू, हामी यो टावर घुमघाम गरेर हामी फर्कियौँ। यहाँ प्राइभेट टावर रहेछ, सार्वजनिक पनि रहन्छ। त्यहाँ खानाका लागि पनि व्यवस्था रहेछ। खाजा हामीले खाएनौँ। अब हामी लगभग घरतिरै गएर हुन्छ कि कहीँ एक ठाउँ गएर खाजा खान्छौँ। अनि यहाँबाट हामी अहिले निस्कन्छौँ साथीहरू। अब